हुन्छ सपना जस्तै लागिरहेको छ हामीलाई त है अलिकति अब अरूको यो त्यो भनेर अलि लम्बाइ चौडाइ कुराहरू धेरै सुनिराखेको अनि त्यसले गर्दाखेरि हामी त अलिकति त्यस्तो यति छिटो यसरी काम हुन्छ होला भन्ने सोचेकै थिएन कि अहिले हाम्रो चाहिँ यो 10 महिनाभित्र नै सफल भयौँ होइन अबको अन्त चाहिँ 1 महिनाभित्र चाहिँ हामी यो युके नै पुग्छौँ होला हजुर सबभन्दा धेरै धेरै धन्यवाद चाहिँ अब एडभाइजरहरू गार्डनलाई टिमलाई होइन सम्पूर्ण टिमलाई अनि त्यसपछि अब सूर्यनिमा मामालाई त एकदमै धेरै धेरै मुरी नै धन्यवाद भन्नु पऱ्यो उहाँलाई है यहीँबाट नमस्कार भन्न चाहन्छु धन्यवाद भन्न चाहन्छु त्यही हो सोचेको भन्दा एकदम छिटो कामहरू बन्यो है एकदमै अब एउटा फ्यामिली जस्तै भएर एकदम पुरा कुराहरू है सेकेन्ड मिनटको सबै कुराहरू जानकारी दिइराख्नु भयो धेरैले भन्नुहुन्छ अब केही उही गर्दैन हामी आफै तातिनुपर्छ आफूले चासो लिनुपर्छ त्यो भनिराखेको सुनिन्छ होइन तर हामी चाहिँ प्रत्येक कुराको एकदम छिटो जानकारी पाइराखेका छौँ होइन आएर हामी प्रत्येक ल्याइराख्नु परेन हजुरहरूबाट जानकारीहरू सूचनाहरू सबै प्राप्त भइराखेको आधारमा चाहिँ यहाँ कामहरू छिटो भयो त्यसमा एकदम खुसी छौँ म त एकदम खुसी छु सर एकदम खुसी लाग्छ चाँडो काम भयो होइन अब उहाँको चाहिँ पहिला चाहिँ त्यो जोइनमा कसरी हुनुहुन्थ्यो अरे पहिला चाहिँ मामासँग उहाँको हुनुहुन्थ्यो उहाँ पार्टनरमा हुनुहुन्थ्यो त्यो बेलामा चाहिँ दाइले चाहिँ यहाँ आएर गर्नुपर्ने कुराहरू सबै गर्ने तर उहाँ ठाउँमा चाहिँ नपुर्याइदिनु भएछ भनौँ न होइन दाइको केस त मेडिकलसम्म पनि जानु भएन कि है घरबाट मेडिकल सबै गरेर नि बुझाउनु भएको तर जहाँ पुग्नु पर्ने हो जहाँ पुर्याइदिनु पर्ने हो त्यो डकुमेन्टहरू चाहिँ नपुर्याइदिनु भएर थियो कि दाइको दाइले त 5-6 वर्ष नै भयो नि होइन गर्न थाल्नुभएको त 5-6 वर्ष भयो कि हो तर पहिलो लडमा चाहिँ दाइको चाहिँ केही पनि काम नगर्नु चाहिँ काठमाडौँ आउनुहुन्छ अफिसमा जानुहुन्छ होइन यस्तो उस्तो भन्नुहुन्छ अनि के को पैसा लाग्छ भन्नुहुन्छ होइन अब हामीले त यहाँ आएर त सबै उताबाट काम भएको भनेर हामीले त केही पैसाहरू बुझाउनु परेको छैन त यहाँ बुझ्न आउँदाखेरि होइन लेटरहरू लिन आउँदाखेरि तर दाइले चाहिँ पहिलोचोटि चाहिँ कुन अफिस हो त्यो चाहिँ मलाई नाम थाहा भएन म चाहिँ आइरहेको थिइनँ नि त त्यतिखेर मैले चाहिँ यो सेकेन्ड लटमा गरेको मेरो चाहिँ पहिलोचोटि नै काम भन्यो भन्नाले अब अफिस हजुरहरू पहिला चाहिँ मामासँगै जोडिएर थियो भन्नेमा मैले सुनेको मात्रै हो होइन मैले त्यतिखेर मैले प्रोसेसै गरेको थिएन त्यसको बारेमा चाहिँ अब दाइलाई नै जानकारी छ धेरै दुईजना थियो कहिले फोनै रिसिभ नहुन्थ्यो कि जान्छ सुझाव अब यो अफिस सम्बन्धी त हाम्रो खासै धेरै त थाहा भएन कि होइन म त पहिलोचोटि नै अब जहाँ आमाले मामालाई दिनुभयो अनि उहाँकै आधारमा भनाइअनुसार यहीँ आएँ यहीँबाट सुरु गऱ्यौँ होइन अनि त्यहाँबाट अब काम पनि गरेअनुसार समयअनुसार अब 1 वर्षभित्र भनेको यो 10 महिनाभित्र हाम्रो काम सफल भयो भनेपछि अब मान्छेहरू 5 वर्ष 6 वर्ष लाग्यो भन्ने छ होइन अब यहीँ रोज्नु भन्ने होइन उहाँहरूले कहाँबाट गर्नुभएको छ कस्तो ठाउँ छ उहाँहरूले चिन्नु पऱ्यो ठाउँ मान्छे होइन व्यक्ति चिन्नु पऱ्यो हजुर कति वर्ष म अहिले 42-43 मा छु म अहिले 29 वर्ष भन्ने पछाडि हजुरको उमेरको मान्छेले अप्लाई गर्दाखेरि पनि भिजा लाग्छ लाग्ने 74 नेपाल 2074 त्यतिखेरबाटै होला है तर त्यो मलाई यस्तो मगाउने उतो मगाउने है ल्यायो झाल्यायो त्यहाँ बुझाएपछि त्यहीँकै मामासँग त खासै त्यो केही बुझ्नु नरहेछ कि डकुमेन्ट अफिसमा यहीँ के काठमाडौँ अफिसमा मात्रै फाइल गरेर राख्नु हुँदो रहेछ अनि बिचमा रकमहरू पनि दिनुभयो हजुर कहिले के को लाग्छ कहिले के को लाग्छ भनेर होइन 1500 हजार कति किबी भाइ त्यो गर्नुभयो त्यो बिल थिएन के थिएन है जस्तै अब तपाईँ यहाँ त तपाईँहरू त बिल दिनुभएको थियो नि त त्यो 1000 रुपियाँको होइन त्यो त्यस्तै पनि थिएन कि थिएन अनि अब हामी गाउँबाट आउँदाखेरि उहाँ गयो मान्छे नआइदिने है अनि भ्याउँदैन भनिदिने अनि फेरि अब होटलमा जानु पर्यो सम्पर्कमा आइदिनु पऱ्यो नि त उहाँहरू होइन सम्पर्कमा आइदिनु भएन अनि अनावश्यक खर्चहरू दुःख बढी भयो कि दाइको चाहिँ उता गर्दाखेरि म त धेरैचोटि आयो होला सर 25-26 चोटि हुन त बढी नै आयो होला 25-26 चोटि हुन त यस्तो लिएर आऊ भन्छ है अब लिएर आउने यहाँ त अहिलेसम्म 2 चोटि होला सर होइन 3 चोटि भयो पहिलोचोटि आयो त्यसरी यो गयो होइन अब काम भने अब आयो अहिलेसम्म 3 चोटि होला हामी त्यस्तै
तपाईँको त्यो डकुमेन्ट त यति महिनामा चाहिँ नि फेरि यो एक्सपायर हुन्छ अर्को बनाएर ल्याऊ भन्छ फेरि है। यो बाबुको मृत्यु दर त यो एकचोटिमा नभनिदिने क्या। अनि जुन डकुमेन्टहरू पुरा चाहिन्छ त्यो त उहाँहरूलाई त थाहा हुन्छ नि त, एउटा होइन लिस्ट बनाएर यो चिजहरू तयार भएपछि मात्रै आउनु भनिदिनु भएको भए त उहाँदेखि खर्च नि हुन्थेन, दुःख नि हुन्थेन नि त। उहाँले त एउटा लेटर भन्नुहुन्छ त्यो ल्यायो, त्यहाँबाट फेरि यो पुगेन त्यो पुगेन भन्यो, अनि पटक बोलाइराख्नु हुने कि। त्यसो गर्दाखेरि चाहिँ अब दुःख पनि भयो खर्च पनि भयो, जहाँ पुऱ्याउनु पर्ने हो मेन चाहिँ त्यो। अब दुःखै भयो पनि खर्च भयो भने त फेरि आफ्नो त्यो ठाउँमा काम बनिदिएको भए त हुन्थ्यो नि त। फाइल गर्दै राख्दै गर्नु हुँदो रहेछ कि। हजुर खर्च भन्नाले अब उताको चाहिँ पुरै आमाले गरिराख्नुपर्छ हाम्रो के अरे मामाहरूसँगको चाहिँ। यहाँ त हामीले खर्च गरेको भन्ने चाहिँ त्यही भिजा एप्लाई गर्नलाई त्यो डिपोजिट गऱ्यो नि त्यही 2 कति त्यति मात्र हो। खर्च त्यस्तो केही आएको छैन। हामीले सुन्नुमा आएको कति चाहिँ उहाँ जस्तै अब आमाले गरिराख्नुपर्छ नि, उहाँबाट गरेर पनि यहाँ अब तपाईँहरू जस्तो अफिस खोलेर बस्नु भएछ नि, उहाँले नि उहाँबाट भए पनि यहाँ तपाईँहरूले नि यति लाग्छ उति लाग्छ भनेर लिइराखेछ अरे भन्ने सुन्नेमा आइराखेको छ है। तर हाम्रो चाहिँ यहाँ यस्तो भएको छैन। अनि हाम्रो त अब तिर्यो भनेको त्यही हजुरहरूले त्यही भिजा एप्लाई गर्ने ठाउँमा डिपोजिट जति गर्नु भन्नुभयो त्यति मात्र होइन, पुरै हिसाब गर्नुभयो, आजको भाउ यति छ उति छ भन्नुभयो, त्यो अनुसार गऱ्यो। नत्र 101 रुपियाँ चार्ज लागेको छैन होइन। यहाँबाट पठाउनु भयो इमिग्रेसन के अरे उसमा होइन, मेडिकलको लागि। मेडिकलमा पनि त्यो जति भन्यो त्यति फिक्स छ। पहिलोचोटि त दाइले त के गर्नुभयो भने उहाँ पनि त्यो 9,000 कति चान्चुन लाग्ने, अनि यता अफिसमा पनि दिनुभयो अरे कि। त्यो पहिला जहाँ फाइल बुझाउनु भयो नि काम गर्नु थियो त्यहाँ पनि छुट्टै मेडिकलको भनेर नि लियो अरे कि दाइको। त्यतिखेर म त आएको थिएन। त्यहाँ बुझाउनु पर्ने नि त थाहा छ। जहाँ मेडिकल गऱ्यो त्यहाँ बुझाउनु पर्ने, अनि उहाँहरूले चाहिँ अफिसबाट पनि लिनुभयो रहेछ के अरे यता गएर। अनि जहाँ आफू मेडिकल गऱ्यो त्यहाँ त बिल नतिरी त नबन्ने भयो, गर्दाखेरि मेडिकलको लागि भनेर नि डबल तिर्नु भयो रहेछ। यहाँ चाहिँ हामीले चाहिँ अब 1 रुपियाँ तिर्नु परेको छैन। आयो हजुरहरूले सल्लाह सुझाव होइन के छ हाम्रो कागजपत्र त्यो बुझाइदिनु पर्छ, यसरी जानु भन्नुपर्छ। जहाँ जानु भने त्यहाँ गयौँ, काम ट्याक्क भइरह्यो है। सबभन्दा खुसी कुरा म त अब अहिले के भन्यो होला भन्नुहुन्छ होला, आशै गरेको थिइनँ कि बरु त यसरी काम यति छिटो यसरी हुन्छ भनेर है। पहिलो कुरा आएको हुन्छ जस्तै लागेको थिएन क्या, किनभने एज पनि धेरै गरिसकेको है। अनि यो भन्ने सोचेर एकदम अचम्म लागिरहेको छ आफूलाई पनि।